र आजको यो भिडियो एकदमै कमेन्ट डिमान्डमा मैले बनाएको है। र धेरै मान्छेहरूले भन्नुहुँदै थियो हिजो चाहिँ है मैले भारत केवाइसी कसरी गर्नु सक्नुहुन्छ घर बसी बसी भनेर आएको थिएँ है। र त्यसमै चाहिँ एकदमै कमेन्ट आएको थियो मलाई इन्डियनको पनि भनेर प्रोसेस केवाइसी देखाइदिनुहोस् न घर बसी बसी कसरी गर्छु भनेर धेरै मान्छेहरूले डिमान्ड गर्नुभएको थियो है कमेन्टमा। र त्यही रिगार्डिङ चाहिँ मैले आज यो भिडियो बनाएको है। इन्डियन ग्यासको चाहिँ तपाईँहरूले कसरी घर बसी बसी नै सिलिन्डरको केवाइसी गर्न सक्नुहुन्छ यो भिडियोमा म देखाउनेछु कम्प्लिट प्रोसेस। र तपाईँहरूले चाहिँ स्किप नगरिकन यो भिडियो हेर्नुहोस् होला, अन्त मात्रै तपाईँहरूले चाहिँ घरमै यो कम्प्लिट प्रोसेस गर्न सक्नुहुन्छ है। यो भिडियोमा चाहिँ म सबै गाइड गर्नेछु। प्लिज यो भिडियोलाई चाहिँ एउटा लाइक सेयर कमेन्ट गर्नु चाहिँ नबिर्सनुहोस् होला है। र स्टार्ट गर्नु केवाइसी अपडेट गर्नुको लागि है सबैभन्दा पहिला हामीले प्ले स्टोरबाट इन्डियन ओइल 1 भन्ने एउटा एप्लिकेसन हुन्छ, यसलाई इन्स्टल गर्नु पर्यो। त्यसपछि आधार फेस आरडी भन्ने एउटा एप हुन्छ, हो त्यसलाई पनि इन्स्टल गर्नुपर्छ। हाम्रो अलरेडी इन्स्टल छ है। र त्यसपछि अब हामीले इन्डियन ओइल 1 लाई चाहिँ ओपन गर्नु पर्यो इन्स्टल गरिसकेपछि। त्यसपछि यहाँनिर देख्न सक्नुहुन्छ नेक्स्टको एउटा अप्सन आउँछ है। सिम्पली यहाँ नेक्स्टमा 3 खेप नेक्स्ट गर्नु पर्यो। त्यसपछि हामीले यहाँनिर अलाउमा क्लिक गर्नु पर्यो, पर्मिसन दिनुपर्छ। पर्मिसन दिइसकेपछि यस्तो तपाईँहरूको छेउमा यस्तो ड्यासबोर्ड सो हुन्छ। त्यसको यहाँनिर 4टा अप्सन देख्न सक्नुहुँदैछ है। र यहाँबाट कुनै पनि अप्सनमा तपाईँले क्लिक गर्नुभयो भने यहाँ लगइन टु इन्डियन ओइल 1 भन्ने एउटा अप्सन छ। तपाईँहरू अलरेडी आइडी छैन भने चाहिँ त्यहाँ रेजिस्टरमा क्लिक गरेर तपाईँले रेजिस्टर गर्न सक्नुहुन्छ। क्लिक गरेपछि यहाँनिर मोबाइल नम्बर एन्टर गर्नु पर्यो। इमेल आइडी म्यान्डेटरी छैन। त्यसपछि आई एग्री टु द भनेर यहाँ एउटा चेकबक्स छ, त्यहाँ टिक गरेर यहाँ कन्टिन्यूमा क्लिक गर्नुपर्छ। मोबाइल नम्बर चाहिँ तपाईँको एलपिजी कनेक्सनसित लिङ्क भएको नै यहाँ एन्टर गर्नुपर्छ है। त्यसपछि यहाँनिर देख्न सक्नुहुन्छ लग इन्टु इन्डियन ओइल 1 भन्ने एउटा अप्सन छ, सिम्पली हामीले यहीँ क्लिक गर्नुपर्छ है। त्यसपछि यहाँ तपाईँहरूले चाह्यो भने इनेबल नाउमा पनि क्लिक गर्न सक्नुहुन्छ कि त स्किप पनि गर्न सक्नुहुन्छ। हामी इनेबलमा क्लिक गर्दा पनि हुन्छ। त्यसपछि अब यहाँनिर फेरि मोबाइल नम्बर एन्टर गर्नु पर्यो र यहाँनिर पासवर्ड एन्टर गर्नु पर्यो। इफ तपाईँलाई त्यो पासवर्ड थाहा छैन भने चाहिँ फर्गेटमा क्लिक गरेर तपाईँले पासवर्ड क्रिएट गर्न सक्नुहुन्छ र पासवर्ड क्रिएट गर्नु एकदमै इजी छ। त्यसपछि चाहिँ अब यहाँ जुन चाहिँ तपाईँको नम्बरसित एलपिजी कनेक्सनमा नम्बर लिङ्क छ त्यही नम्बर यहाँनिर एन्टर गर्नुपर्छ। त्यसपछि सेन्ड ओटिपीमा सिम्पली क्लिक गर्नुपर्छ है। क्लिक गरेपछि तपाईँको त्यो रेजिस्टर मोबाइल नम्बरमा एउटा ओटिपी आउँछ, त्यो ओटिपी चाहिँ यहाँनिर फिल गर्नु पर्यो। त्यसपछि यहाँनिर पासवर्ड क्लिक गर्नुपर्छ है। पासवर्डको लागि चाहिँ तपाईँले आफ्नो नेम 8 लेटर्स यहाँनिर एड गर्नु पर्यो, क्यापिटल स्मल एड गरेर। त्यसपछि नम्बर एड गर्नुपर्छ है र कुनै पनि एउटा स्पेसल क्यारेक्टर एड गरेर चाहिँ तपाईँले एक स्ट्रङ पासवर्ड त्यही सेम पासवर्ड फेरि कन्फर्म पासवर्डमा एन्टर गरेर क्रिएट पासवर्डमा क्लिक गर्नुपर्छ है। क्रिएट पासवर्डमा क्लिक गरेपछि इनेबल बायोमेट्रिक लगइन भन्ने एउटा अप्सन छ, इनेबल नाउ पनि गर्दा हुन्छ है। र त्यसपछि फेरि एउटा तपाईँलाई मोबाइल नम्बर कि त इमेल आइडी हाल्ने अप्सन आउँछ, हामी मोबाइल नम्बर फिल गर्छु। त्यसपछि जुन चाहिँ हामीले पासवर्ड क्रिएट गरेको थियो त्यो पासवर्ड यहाँनिर फिल गरेर यहाँ लगइनमा क्लिक गर्नुपर्छ है। त्यसपछि यहाँ देख्न सक्नुहुन्छ हाम्रो यहाँ लगइन भइसकेको छु है। र अब त्यसपछि हामीलाई चाहिँ यहाँ केवाइसी गर्नु छ। केवाइसीको लागि हामीले केवाइसीमा सिम्पली क्लिक गर्छौँ। त्यसपछि अब तपाईँहरूले लास्ट केवाइसी कहिले गर्नुभएको थियो त्यो डेट पनि यहाँ सो हुन्छ है। अन्त केवाइसी मोड बायोमेट्रिक थ्रोले पनि तपाईँहरूले गर्नु सक्नुहुन्छ। र अब हामीलाई चाहिँ फेस अथेन्टिकेट गरेर गर्नु छ। त्यसपछि स्क्रोल डाउन गरेर यो चेक बक्समा हामीले सिम्पली क्लिक गरेर फेस स्क्यानमा हामीले सिम्पली क्लिक गर्नुपर्छ है। क्लिक गरेपछि अब देख्न सक्नुहुन्छ अघि जुन चाहिँ हामीले फेस आरडी इन्स्टल गरेको थियो त्यो अटोमेटिक यहाँनिर ओपन हुन्छ है। त्यो चाहिँ पहिले इन्स्टल गरेर राख्नुपर्छ है, नभए यहाँनिर तपाईँको फेरि स्क्यान हुँदैन है। र हामीले अलरेडी इन्स्टल गरेको छु त्यही भएर चाहिँ अलरेडी आफै ओपन हुँदैछ। त्यसको लागि यो एकदमै जरुरी चाहिँ इन्स्टल हुनु है। र फेस स्क्यानमा क्लिक गर्दै अब तपाईँको यो ओपन हुन्छ। तपाईँहरूले कतिवटा एलाउ पर्मिसनहरू पनि दिनुपर्छ है। मैले अलरेडी गरिसकेको छु भनेर त्यो अप्सन सो भएन। त्यसपछि यहाँनिर जसको नाममा एलपिजी कनेक्सन छ उहाँको फेस यहाँनिर स्क्यान गर्नुपर्छ। यसरी यहाँ देख्न सक्नुहुन्छ स्क्यान गरेर आँखा पनि ब्लिङ्क गर्दै यहाँनिर यसरी क्याप्चर सक्सेसफुली देखाउँछ है। त्यसपछि एकछिन पछि नै तपाईँको यहाँ डिटेल्सहरू सबै सो हुन थाल्छ, कस्टमर डिटेल्स। त्यसपछि यहाँनिर सबमिटमा क्लिक गर्नुपर्छ है। क्लिक गरेपछि यहाँ देख्न सक्नुहुन्छ केवाइसी कम्प्लिटेड भनेर तपाईँको यहाँनिर सो हुन थाल्यो। एकैछिनमा तपाईँको कति मिनट पनि लागेन, एकैछिनमा केवाइसी डन। देख्नुभयो होला है मैले सबै यहाँ A to Z प्रोसेस तपाईँहरूलाई देखाइदिएको छु है। एप इन्स्टल गर्नुदेखि लिएर सबै प्रोसेस देखाइदिएको छु। आई होप तपाईँहरूलाई यो भिडियोमा जानकारी राम्रो लाग्यो भने यो भिडियोको थ्रुले तपाईँको कति हेल्प भएको छ भने कमेन्ट गर्नु चाहिँ एकदमै नबिर्सिनुहोस् होला है। तपाईँको सानो कमेन्टले हामीलाई कति खुसी लाग्छ, तपाईँहरूले सोच्नु पनि सक्नु हुँदैन है। हामीलाई पनि भिडियो बनाउनु मनपर्छ है। र तपाईँहरूले लाइक सेयर कमेन्ट गर्नु चाहिँ एकदमै नबिर्सिनुहोस् होला। र जो नयाँ फलोवर्सहरूले हेर्नुहुँदैछ प्लिज नयाँ गर्नु चाहिँ एकदमै नबिर्सिनुहोस् होला है। एकदमै भ्यू त बेसी आउँछ लाखमा, तर फलो नै हुँदैन। त्यही भएर चाहिँ है हामीलाई पनि डिमोटिभेट हुन्छ कोही कोही बेला। त्यही भएर चाहिँ तपाईँहरूले फलो गर्दै चाहिँ भिडियो हेरिदिनुहोस् होला। र अझै पनि म इन्फर्मेटिभ भिडियोहरू अपलोड गर्नेछु। आउँदो दिनमा अझै पनि इन्फर्मेटिभ भिडियोहरू अपलोड गर्नेछु र त्यसको लागि चाहिँ फलो गरेर राख्नु एकदमै जरुरी छ। र फलो गरिदिनु मेरो पेजलाई है। सो सी इन द नेक्स्ट भिडियो, बाई बाई।